आज किन गनायो गाडी क्याबिन होइन जाऊ नानी पछाडि गनायो गाडी क्याबिन होइन जाऊ नानी पछाडि कामको थोपडा बनाछे मेकअपलाई चाहिँ ढुङढुङ ती गर्नाछे हे कस्तो खालको होला सेट बनाको साइडमा छ मोजा गनाको तानसेनको मिनी बस तानसेनको मिनी बस छाउमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी तानसेनको मिनी बस छाउमा बसे बोलाउने कोनी मलाई हाल्यो मोहनी ए म त गुर्जी चिटिकै भन्या मुखै नधोइ आउनीले के भन्या चिटिकै भन्या मुखै नधोइ आउनीले के भन्या पिटेर रोए जस्ता दाउत हेरौ त गेरुले धोए जस्ता तानसेनको मिनी बस छेउमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी ए छेउमा बसे बोलाउने कोनी मलाई हाल्यो मोहनी हे किन कामको थोपडा बनाछे मेकअपलाई चाहिँ ढुङढुङ ती गर्नाछे थोपडा बनाछे मेकअपलाई चाहिँ ढुङढुङ ती गर्नाछे तानसेनको मिनी बस तानसेनको मिनी बस लालमा बसे बोलाउने कोनीलाई हाल्यो हे छेउमै आछ कुइनाले घुसेछ कपडा नि छिरो से चुसेछ तानसेनको मिनी बस छेउमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी ए छेउमा बसे बोलाउने कोनी मलाई हाल्यो मोहनी हे छेउकी केटी सोझो छ सिधा छ म त बाबा उहिदेखि फिदा छ हे जता केटी छन् त्यतै ढलेको ब्याउरा रहन्छ ड्राइभर र खोलेको तानसेनको मिनी बस छेउमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी ए छेउमा बसे बोलाउने कोनी मलाई हाल्यो मोहनी हे नसोचे
है पछाडि सर्छु म भाडा फिर्ता गर्देऊ भो झर्छु म तानसेनको मिनी बस तानसेनको मिनी बस छेउमा बसे बोलाउने को नि लगाइहाल्यो मोहनी ए छेउमा बसे बोलाउने को नि मलाई लगाइहाल्यो मोहनी हे चढा भन्दै गरेन मुकर भाडा फिर्ता हुँदैन यही झर लाग्दैन भाडा फिर्ता हुँदैन यही झर तानसेनको मिनी बस तानसेनको मिनी बजारमा बसे बोलाउने कोनी लगाइहाल्यो हे तिम्रो गाडी नभए अर्को छ भाडा पनि 2 गुणा चर्को छ तानसेनको मिनी बस तानसेनको मिनी बस छेउमा बसे बोलाउने को नि लगाइहाल्यो मोहनी ए छेउमा बसे बोलाउने को नि मलाई लगाइहाल्यो मोहनी उसो भए जाऊ नानी ठेलामा चर्कायो छ तिहारको बेलामा जाऊ नानी ठेलामा चर्कायो छ तिहारको बेलामा गाडी ब्याग छ नानी तानसेनको मिनी बजारमा बसे बोलाउने कोनी लगाइहाल्यो ए केटीतिरै नजरको झटार भाडा चर्को गाडी चाहिँ खटार तानसेनको मिनी बस तानसेनको मिनी बस छेउमा बसे बोलाउने को नि लगाइहाल्यो मोहनी ए छेउमा बसे बोलाउने को नि लगाइहाल्यो मोहनी ए भाडा दिन नगर दुविधा डिलक्स गाडी छ सबै सुविधा तानसेनको मिनी बजारमा बसे बोलाउने कोनी लगाइहाल्यो मोहनी नगर दुविधा डिलक्स बसो छ सबै सुविधा तानसेनको मिनी एसी वाला गाडी छ नि 200 भएको भाडा चर्को ट्राफिकमा लान्छु म सिरियल लाइन्स चढेर जान्छु म तानसेनको मिनी बस तानसेनको मिनी बस छेउमा बसे बोलाउने को नि लगाइहाल्यो मोहनी ए छेउमा बसे बोलाउने को नि मलाई लगाइहाल्यो मोहनी कारबाही पर्छु मैले लेन मिचे कस्तो यात्रु चढी छे किच किचे तानसेनको मिनी बसे मैले लेन मिचे कस्तो यात्रु चढी छे किच किचे तानसेनको मिनी बोलाउने कोनी लगाइहाल्यो ए सेवा छैन धेर भाडा लगेको पच्न दिन जनतालाई ठगेको तानसेनको मिनी बस तानसेनको मिनी बस छेउमा बसे बोलाउने को नि लगाइहाल्यो मोहनी
छैन मकर जेब्रा झोला बोकेर यहीँ झरा कहाँबाट मरे कि न्यु पो खोजे ढोडे नाग परे कि न्यु पो खोजे ढोडे नाग परे कि व्यवसायमा मन छ नै खट्नलाई दिन्न आज नागढुङ्गा कट्नलाई तानसेनको मिनी बस झलमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी ए झलमा बसे बोलाउने कोनी मलाई हाल्यो मोहनी झ्यालैबाट नपरोस् झार्न फेरि टुडो थाली पो पसार्न फेरि टुडो पसार्न एउटै रूपरेखा त लौ कान्छा छोएर देखा त तानसेनको मिनी बस झलमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी ए झलमा बसे बोलाउने कोनी मलाई हाल्यो मोहनी हे बरु भाडा साडा गर्दिन आशा मेरो गाडी तिम्रो के तमासा गर्दिन आशा मेरो गाडी तिम्रो के तमासा आफ्नो पञ्जना छ परसर तिम्रो सास गना छ तानसेनको मिनी बस झलमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी ए झलमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी हे आज किन यो कारमा फसेर तुल्ती मोल्छ ढोकामै बसेर तानसेनको मिनी बस झलमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी हे बानी पर्यो सुर्ती नै खानी तिमी पनि नउफ्राए नानी तानसेनको मिनी बस
हे जनता ठग्ने अप्ठ्यारो पारो आज खाले यिनीहरूको खटारो तानसेनको मिनिबस झ्यालमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी ए झ्यालमा बसे बोलाउने कोनी मलाई हाल्यो मोहनी हे जान्न म त यहीँतिर झरी उडोस् पनि रहेछ भाइ सिट भने तानसेनको मिनी बस झ्यालमा बसे बोलाउने खोनीलाई हाल्यो मोहनी खाइराखी डेट गएको जुसा यही केटीले लिएर उडुसा कोही नपरोस् यिनीहरूको गाडी आउन र जानमा किर्नु छोएर खलेको कानमा तानसेनको मिनी बस झ्यालमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी ए झ्यालमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी छोराले राम्रै गीत गाइहाल्छन् म केही भन्दिन सित्तैमा लैहाल्छन् तानसेनको मिनी बस झ्यालमा बसे बोलाउने कोनीलाई हाल्यो मोहनी हे उनैसँग तिम्रो मन घाँसेसी लान्छन् त्यसै मुसुक्क हाँसेसी तानसेनको मिनी बस भाउ फेरि यस्तो छ कि छट्टु अलिकति नजिक भएर यसो लरे लुरु पर्दै भए त पर्दैन भाडा हजुरलाई त भन्छन् www.radiodhadkan को भित्र आसपासका क्षेत्रहरूमा प्रत्यक्ष र हाम्रो पात्र मोबाइल एप्लिकेसन र विभिन्न टिकटक अनलाइन मार्फत विश्वभरबाट एकै साथ सुन्दै आउनु भइरहेको लाइभको प्रसंगबाट सबैजनालाई स्वागत छ। सहकर्मी सुजाता सृजलसँगै दिलीप धडकनको नमस्कार। प्रसंग आरम्भ गरौं। साँच्चीकै पछिल्लो समयमा निकै चर्चित आवाज मात्रै प्रस्तुत गर्ने नभएर विभिन्न समाज सेवामा लाग्ने श्रोताहरूका लागि पनि उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका हरि कणेल आजभोलि बाउछोरा सँगै निकै रमाउन थाल्नु भएको पनि यहाँका शुभेच्छुक शुभचिन्तकहरूले जानकारी दिनुभएको छ। आफैमा पनि कलाकारितालाई निकै नजिकबाट निहाल्दै आउनुभएका हरि कणेल आजभोलि बाउछोरा धादिङे बाउछोराका नामले परिचित सुरे र विवेक त्रिपाठीले पनि अत्यन्त दोहोरीलाई निकै दमदार प्रस्तुति दिँदै आउनु भइरहेको छ। आफैमा पनि अध्यापन पेशामा संलग्न रहँदै आउनु भइरहेका सुरेजङ सरले पनि लोकगीतलाई निकै प्राथमिकताका साथ राख्नु हुँदै कलाकारहरूलाई सम्मानजनक हिसाबले दोहोरी प्रस्तुत गर्दै आउनु भइरहेको छ। विवेक त्रिपाठी लगायत बाउछराको यो आइडीबाट दोहोरी सुन्नेहरूको लर्को लागेपछि हरि कणेलले पनि साँच्चीकै सबै शुभेच्छुक शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद अनि आभार समेत व्यक्त गर्नु भएको छ। यस लाइभमा आउने नयाँ कलाकारहरूलाई थप एउटा प्रेरणाको स्रोतसम्म बन्न सक्ने र थप कोसे ढुङ्गा साबित हुने भन्दै यो लाइभलाई माया गरिदिने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आउनु भइरहेको छ। सुजाता सिर्जल जस्ता कलाकारहरू, सरोज लामा, शिखा लामा, विनिता ठकुरी, सुनिता लगायतका कलाकारहरू यो लाइभमा आउने भएकै कारण पनि लाइभ थप चर्चाको शिखरमा पुग्न सफल भएको शुभेच्छुक शुभचिन्तकहरूले जानकारीमा उल्लेख गर्नु भएको छ।
आज धादिङबाट काठमाडौँ जाँदै गरेको बसमा यात्रुले किचकिच गर्न थालेपछि ड्राइभर र खलासीहरूले ठूलो आपत्ति समेत प्रकट गरेका छन्। साँच्चीकै यस्ता यात्रीहरू बसमा चढ्न थालेपछि यात्रुहरूलाई नै घमासान युद्ध चल्ने ठानेर यात्रुहरूलाई पनि त्यही उत्तार्न आग्रह समेत गरेका थिए। साँच्चीकै जेब्रा झोला बोकेर बसमा चढ्ने यात्रीहरूलाई बीचमा भाडा दिन किचकिच गरेपछि चर्को भाडा भन्दै आपत्ति समेत प्रकट गरेकी छन्। यस्ता यात्रुहरू बोकेर हिँड्नुभन्दा बरु बस नै थुपुक्क राख्ने भन्ने जानकारी दिनुहुँदै यस बस सञ्चालक समेत रहनुभएका धादिङे बाउछोरा आजभोलि यो भाडामा किचकिच गर्ने यात्रुहरूदेखि दिक्क लागेर आउने समेत जानकारी दिनुभएको छ। यस्ता यात्रुहरूलाई चढाउनु भन्दा बरु यत्तिकै थुपुक्क बस्नु दोहोरी गाउनु नै आनन्द हुन्छ भन्दै नाकढुङ्गामा उत्रन्छु भन्दै यात्रुले पनि चर्को गुनासो व्यक्त गर्न थालेपछि भाडा घटाउँदै नघटाउने डिलक्स बक्समा आरामदायी सुविधा रहेको कारण तपाईहरू किन यति धेरै किचकिच गर्नुहुन्छ भन्ने आपत्ति समेत प्रकट गर्नुभएको छ। आगामी दिनहरूमा सबै यात्रुहरूलाई सहुलियत भाडा र आरामदायी यात्राको कामना गर्दै सबैजनालाई आभार समेत व्यक्त गरेका धादिङे बाउछोराको बस डिलक्सले जानकारी दिएको छ। धादिङ काठमाडौँ यातायात समितिले पनि आपत्ति समेत प्रकट गर्दै यस्ता यात्रुहरू देखेपछि घेरा जागेर आउने र आगामी दिनहरूमा धेरै किचकिच नगर्न र आपत्ति प्रकट नगर्न समेत विनम्रतापूर्वक आग्रह गर्नुभएको पनि जानकारीमा उल्लेख गरिएको छ। यसै गरी कार्यक्रम सञ्चालकले जानकारी गराए अनुसार बाउछोराले त सहजै रूपमा काठमाडौँसम्म लैदिन्छु भन्दै लुङ्गी लाउनलाई मात्रै माथि चढाएको कुरा पनि जानकारी प्राप्त भएको छ। कुर्ता सुरुवाल लाएर आउँदा पनि खासै तिमी सही छैनौ, तिमीले भाडा दिन्नौ भन्दै लुङ्गी लाउनलाई मात्रै माथि चढाउन थालेपछि उनीहरूले धेरै कुरामा चासो व्यक्त गरेका छन्। लुङ्गी लाएर आउनु पर्छ क्या, तिम्रो जब ठाडोमा चढ्नलाई पनि यति साह्रो भाडा दिएर काठमाडौँ जान्छु भन्दा पनि सही रूपले नउठाएपछि खलासीको रूपमा पनि माथि चढाउन खोजेपछि विवाद मचेको हो। बीचबाटमै लुङ्गी लाउने मात्रै माथि चढ्ने हो भने हामी के अरू लुगा लाएर आएका मान्छेलाई माथि ठाउँ छैन र भन्दै सिट माथि उक्लिन खोज्दा दुईजनाको खुट्टो बिचमा अड्केर पनि विवाद परेको कुरा पनि यथार्थ बाहिरेको छ। विभिन्न अनलाइनले जानकारी गराए अनुसार यही पाराले ट्याक्सीमा चढ्दै जाने हो भने लुङ्गी नै भिरेर हिँड्न पर्ने भयो हात हात भन्ने कतिपयले गुनासो गर्न थालेको पनि बाउछोराले जानकारी दिएका हुन्। यता बसमा यात्रा गर्ने क्रममै धादिङे बाउछोराले केटीलाई जिस्काउन थालेपछि सबैले गुनासो गर्न थालेको पनि पछिल्लो समय सार्वजनिक एक समाचार माध्यमले जानकारी गराएको छ। तपाईहरू यात्रा गर्ने यात्रुहरूलाई यसरी जिस्काउनु भयो भने भोलि बिहान ठुलै आपत्ति समेत आउने भन्दै यस्तो गुनासो समेत यात्रुहरूले गरेका छन्। अवस्था बेलुकी 11 बजेको समाचारबाट म पनि आज्ञा चाहन्छु। भोलि बिहानको 6 बजेको अर्को समाचारमा तपाईँ हाम्रो भेट अवश्य हुने नै छ। तबसम्मका लागि सहकर्मी मित्र सुजाता सिर्जल र शिखा लामालाई विशेष धन्यवाद दिँदै म पनि आज्ञा चाहन्छु। नमस्ते, शुभरात्रि।